अनि दाजु हजुर फाइनेन्समा कहिले फर्किँदै हुनुहुन्छ? दिपेन्द्र सर अर्को बुलमा हजुर फर्किन्छु। ए होइन, यसो फाइनेन्सतिर पनि लाग्नु अब ठिकै हुन्थ्यो, अलिक सस्तै छ अहिले होइन? सल्लाह धन्यवाद। होइन, हजुरलाई फलो गर्दै आएकोले गर्दाखेरि चाहिँ होइन, अब उता अलिकति फसियो, निस्किन सकिएन समयमा होइन। अब के अरे, एउटा ट्रेडरको हिसाबले त अब जता प्रफिट हो उता जाने हो होइन सर? हुन त अब देव चलाउँदै पनि एक दुईवटा फाइनेन्स चलाउन सक्नुहुन्छ तपाईँले होइन। अनि अब एउटा बिजनेसमा अब कुनै दुश्मन कुनै मित्र हुँदैन, सबै मेन उद्देश्य भनेको हाम्रो प्रफिट हुन्छ भन्ने जस्तो लाग्छ मलाई चाहिँ। हजुर। अनि अब त्यही हो, अब तपाईँले फाइनेन्समा बसिदिनु भने चाहिँ अलिकति फाइनेन्स तपाईँको सपोर्टरहरू पनि अलिकति खुसी हुन्थ्यो, अथवा खुसी भन्दा पनि तपाईँलाई पनि अलिक सहज हुन्छ, हामीलाई पनि सहज हुन्थ्यो होइन। त्यही हो कुरो सर। अब फाइनेन्स पनि अब एकदम लोमै छ, हजुरले अब फाइनेन्सतिर पनि अलिकति हात हाल्नु हो भने चाहिँ तपाईँलाई अलि यता डेभलपमेन्ट ब्याङ्कमा पनि अलिकति सपोर्ट मिल्छ। किन भन्दाखेरि अब फाइनेन्स हुनेले पनि डेभलपमेन्ट ब्याङ्कमा हुनेले मलाई टोपी लगाएर यता डेभलपमेन्ट ब्याङ्कमा आइहाल्छन् होइन। होइन, तपाईँलाई किन टोपी लगाउने, एउटा म्याचिङ भएपछि तपाईँलाई पनि सपोर्ट मिल्छ नि सर। तपाईँलाई टोपी, हामीले तपाईँलाई फलो गर्ने भनेको तपाईँलाई के हजुर अरू थुप्रै छन् नि, तपाईँ मात्र हुनुहुन्छ बजारमा होइन, जसले अब नेगेटिभ सोच्छ, कुनै हजुरले अरूको ग्यारेन्टी लिन सक्नुहुन्छ। कुनै स्टकको नेगेटिभ सोचेर झारेर लास्टमा झर्ने भनेको इन्डेक्सै हो। नयाँ लगानीकर्ताहरूले इन्डेक्स नेप्सै हेरेर आउने हो सर, कुनै स्पेसिफिक स्क्रिप्ट हेरेर आउने होइन। इन्डेक्स हरियो छ, नेप्से हरियो छ, मान्छेको सेन्टिमेन्ट पोजिटिभ होइन। त्यो सेन्टिमेन्ट त्यसरी बन्द रहेछ जस्तो लाग्छ मलाई चाहिँ। हजुरले पनि अब कम्तीमा फाइनेन्सलाई पनि चलाइदिन सक्नु, तपाईँसँग क्षमता छ, चलाइदिन सक्नुहुन्छ। कम्तीमा एउटा दुइटामा पनि मुभमेन्ट आयो भने चाहिँ कम्तीमा होइन, यताबाट नेप्सेलाई पनि अब तान्ने काम हुन्छ भनौँ न। हाम्रो उद्देश्य भनेको नेप्सेलाई ग्रिन राख्ने हो होइन। ग्रिन राखियो भने चाहिँ सबैको सेन्टिमेन्ट पोजिटिभ हुन्छ, बायर क्रिएट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। हजुरले कसरी बुझ्नु भएको छ? हुन त अब तपाईँको फ्लोर्सहरू पनि टन्नै यहाँ छन् होइन, फाइनेन्समै छन्, कति छन्, अब ठुल्ठुलै किता होल्डरहरू छन् होइन। हजुरले चाहिँ यसो एउटा दुइटा चलाउन नसक्ने भने त्यस्तो केही पनि छैन। हजुरको त अब चारैतिर सबै सेक्टरमा छ इन्भेस्टमेन्ट होइन। अब हामी त टुरा भयौँ के सर यता। दाइ सिन्धु उठाउँदा कस्तो होला? राम्रो छ। जय श्रीराम दाई, जय श्रीराम। जय श्रीराम हजुर। सन्चै सिन्धु दाई? सन्चै हजुर। कस्तो राम्रो टी सर्ट लाउनु भयो दाई, कहाँबाट किन्नुहुन्छ? हामीलाई पनि अलिअलि दिनु पऱ्यो दाई सजेसन्स। स्टक त हामीले उठाइसक्यौँ, अब टी सर्ट पनि उस्तै म्याचिङ लाउनु पऱ्यो दाई। कहिले पनि सपिङ गर्दिनँ लाग्यो। हजुर दाई, हजुर मैले कहिले पनि सपिङ गर्दिनँ। यो भाउजू लिएर आइदिन्छ हो? भाउजूले दिजूहरूले। ए ओके दाई, एउटा डाइलग सँगै भन्नु पऱ्यो क्या दाई। हजुर। द मोस्ट एक्सपेन्सिभ थिङ इन दिस वर्ल्ड इज ट्रस्ट एन्ड चिप पिपुल कान्ट वाइट। ए यसमा पनि एउटा भिडियो बनाउनु पऱ्यो दाइ। हुन्छ हजुर, बनाउला नि, के भएर। न त म आउँछु दाइ, एक दिन सँगै बनाउनु पर्छ, 2-3टा भिडियो यस्तै खालको। स्क्याम 1992 कस्तो राम्रो डाइलग छ नि दाइ। आज मार्केट बढ्नुको चाहिँ दिपेन्द्र सरले चाहिँ व्हाइट सर्ट लगाएकोले नै हो जस्तो लाग्यो मलाई पनि। र त्यस्तो नभन्नु, दाइले त रातो नै लगाइराख्नुहुन्छ। त्यही त घटे, रातो लाउँदा चाहिँ बढ्छ बढी। र के गर्ने होला? तर सुन्नु न, अनि सिन्धु कति जति पुग्ला? यो आकाश सुन्छ होला यार ब्रदर।
यसले त हेलो उदय नमस्ते नमस्ते हजुर के अरे सिन्धु एभरेजिङ गर्दा 1280सम्ममा थियो अनि यो 15 गते पछाडि एभरेजिङ गर्दा होला कि अहिले नै एभरेजिङ गर्दा होला अलिकति त अहिले त फर्कियो नि बाबा पाउँछ र यो रेटहरुमा पाउँदैन यार हो नि ल हुन्छ हस् हस् दाइ यो सेतो सर्ट फुकालेर तपाईँले हरियो सर्ट लाउने बेला हो अनि मजाले बुल रन गर्थ्यो कि नामले बढी मम्मीले त भने अन गर्दैन कि नर्रै फेरि उसले चाहिँ जे भने नि हुने के हो जुत्न आएको क्या दाइ यो बरुण हाइड्रो पार्कको बारेमा 2 शब्द तपाईँले यसो भनिदिनु पऱ्यो तपाईँले बुझेको सजेस्ट दिनु पऱ्यो मलाई प्रमोटर सायद अनलक भइसक्यो टाउको दुखाइ नगर्नुहोस् के गर्दा ठिक होला राइट आउँछ भनेर सुनिरहेको थिएँ राइट यिनीहरूको राइटको के मतलब छ र राइट भनेको बिएफआई बिमा कम्पनीहरूमा राइट आएको भ्याल्यु हुन्छ कि राइट भनेको तपाईँको जहाँ नियमकारी निकाय निस्कन्छ त्यहाँ राइट आएर के हुन्छ र बुझ्नुभयो सेट त अनलक नै छ यसको त्यही त भने मेरो साथी दाजु नमस्कार नमस्कार दाजु यो आजको बढाइ चाहिँ यो फेक हो कि के हो यो अलिअलि माथि त पुरा छन् के भन्नु र अझै घट्छ कि के छ तै होइन मार्केट हाई क्याप घटे पनि लो क्याप चाहिँ घट्दैन है अल्ट्रा लो क्यापतिरै नै ठिक होला होइन दाइ हो हजुर हुन्छ दाइ हस् हस् ल्याउने मान्छे मसँग बोल्यो सन्चै छ बहिनी दाइ नमस्कार नमस्कार दाइ आरएलएफएल्समा हात हाल्नु भएको छ कि दाइ अहिले म फाइनेन्सहरूमा छुइनँ एमकेजे चाहिँ कस्तो होला दाइ अहिले लो क्यापै हो नि होइन भाइ हेर्नुहोस् को खेलाडी छ के गर्दैछ आफै मूल्याङ्कन गर्नुहोस् नि हजुर दाइ दाइ आज के छ मार्केटले त अगाडि बढाउला जस्तो गरे त अल्ट्रा लो क्यापको चाहिँ सस्टेन गर्छ अरूको सस्टेन गर्दैन कि बाबा यो बढाइ अल्ट्रा लो क्याप त आगै बलिहाल्छ नि अब
एमकेजेसी एकचोटि उडाउनु पर्यो दाजु। हेलो दादा, जय सियाराम। जय श्रीराम हजुर। त्यो सिन्धु 1250 मैले किने हो। अहिले तपाईँको 20 दिन जति मैले होल्ड गरेको छु। त्यो मेरो लस रिकभर हुन्छ कि अहिले फाल्दा हुन्छ? सबै लस रिकभर हुन्छ हजुर। कुन चाहिँ कुरो ठुलो कुरा हो र? लोएस्ट रेट छ 1076 मा पाइरहेछ, 116% राइट छ। इपिएस 17.5 को सेकेन्ड क्वार्टरको छ, थर्ड क्वार्टरको 40-50 को इपिएस आउँछ। अब यस्तोमा पनि अब यो 2-3 हजार पुग्न सकेन भने त मार्केटमा खेल्नु नै बेकार छ ल है। त्यही त तपाईँकै नै म के अरे भन्नुभएको थियो कि 2 महिना जति होल्ड गर भाइ, अनि त्यही भएर मैले पनि होल्ड गर्न विश्वास छ तपाईँमाथि, त्यही भएर होल्डमा राखिया हो। हस् हुन्छ। दिपेन्द्र सर जय सियाराम। जय श्रीराम। दिपेन्द्र सर नमस्ते। नमस्कार हजुर। सर अस्ति हामी एजीमा नै गयो सर, हजुरको 116% पासन गर्न हामीले सहयोग गर्यो सर। त्यही भएर हामीले शुक्रबार 1000 जनाले किन्ने हिसाबले हामीले आइतबार सब किन्यो सर। बार्सी सान्चुनमा सर, सिन्धु होइन सर। अब सर ढुक्कले राख्दा हुन्छ नि सर? हजुर हजुर ढुक्कले हामी निधार बसी हुन्छ सर यसमा? हजुर हजुर हजुर। हस् धन्यवाद। हस् सर। हस् हजुर। हजुर सर जय श्रीराम। जय श्रीराम। सर यो फाइनेन्सको दिनहरू फर्केला कि अब यस्तै नै रहला? दिपेन्द्र सर नमस्कार। नमस्कार सर आज बजार के अस्ति हरे भाग जस्तै झुक्याउनु होला कि के होला सर? हेरौँ न यार, अहिले किन आछ? त्यही त अस्ति पनि यस्तै भएको थियो, आज पनि त्यस्तै छ छाँडकाँड त। हाई क्याप बढ्दा गाह्रै छ नि। जय श्रीराम दाजु। जय श्रीराम। गुरु यो जोशीको राइट अगाडि 250 सम्म होला गुरु। मलाई के थाहा यार यो 250 तिर
खाऊ के भन्नुपर्छ प्रश्नहरू नै अचम्म लाग्छ आज भन्ने मलाई। जय श्रीराम। पछि अब जय सियाराम। यो हामी एनएफएसमा बसिरहेको, हामी त अड्के अड्के भयो कि अनि हो दाइ। सिफ्ट गरिहालौँ न, किन सोच्ने। तल छैन, अलि धेरै नै माथि नै छ, त्यही भएर कुरिरहेको। 9,000 किताब बाहिर चाहिँ झ्याप्पै बुकमा दिएर निस्किहाल्ने। अनि यसले अन्तमा रिकभर गर्छ कसले? यो एनएफएसकोले क्या, अर्कोमा गएर सिफ्ट गर्दा भनेको। गर्छ नि, नगरिकन थोडी हामी यहाँ त्यसै बसेका छौँ यार। त्यही त नि भनेपछि अब सेल गरिदिन्छ आज। कुन किनौँ त भनौँ त? थुप्रै छन् नि, हेर्नु राइट आकार स्क्रिप्टहरू कुन छन् बिएफआइजमा, तिनीहरूलाई एकदम मजाले तान्दा हुन्छ। ए सिन्धु किन्दा हुन्छ मजाले। हस्, ओके ओके ल। सर नमस्कार। नमस्कार। जोशी 250 भनेपछि त उहाँ सरले त दिवा सपन दिनुहुन्छ है क्या हो? के भन्नु? सपना त हेर्न पाएँ नि यार साथी। होइन सपना नि, यो अचम्मैको सपना भयो कि। यस्तो नगरौँ न, सपना हेर्न जसले 100 रुपियाँ भने पनि सपना हेर्न पाए कि। मान्छे यहाँ 400 को भोट लिएर बसिरहेको छ, 600 पुग्ला भनेर। सपना हेर्न पायो, एक अर्काको कुरामा विमति छ भने विमति राख्न पाइयो विथ लजिक, होइन? तर बोल्न पाउनु पर्यो। हो, तपाईँ भनेको कुरा सही हो सर। अस्ति उहाँ त्यो एजिएममा भए जस्तै तपाईँले भन्नुभयो नि त, बोल्न पाइयो नि त, होइन? बोल्न पायो नि, बोल्न पाइयो, गणतन्त्र छ, होइन? बोल्न पायो, सभ्य तरिकाले बोल्न पाए। बोल्नु पायो, त्यही हो। ठिकै छ सर, अब यस्तै हो कि नि। अब बढ्छ भनेर कुरेर बस्ने हो। अब तपाईँ हुनुहुन्छ भने थाहा छ, ढुक्क छ, एक दिन पक्कै बढ्छ। दाइ म सिन्दुर उठाउँदैछु ल। हुन्छ। हजार किताब उठाएर आज म 1000 किताब आज अब 60-70 सम्म नछोडौँ है साथीहरू। मैले कोसिस गरेर तल 10-10 किताब ल्याइदिने गर्छु, होइन? साथीहरूले तल तल पायो भने नछोड्नु ल। दिपेन्द्र दाई जय सियाराम। जय सियाराम। हिजो बेलुका मलाई माथि गेस्टमा लिँदै लिनु भएन तपाईँले, ट्याप 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 गरेर औँलै दुखिसकेको थियो मेरो त झन्। मैले कहाँ यार लिने नलिने, अब के गर्ने त। दाई सुन्नु न, म चाहिँ अहिले तपाईँको 21 वर्ष भयो, होइन? अबको 20 वर्षपछि मलाई चाहिँ तपाईँको यस्तो फेरि दिपेन्द्र अग्रवाल बन्छु भनेर भन्न खोजेको चाहिँ होइन, म आफू नै बन्छु। तर दिपेन्द्र अग्रवालको लेभलमा पुग्नलाई चाहिँ मैले के गर्नुपर्छ होला? डेडिकेसन, कन्सिस्टेन्सी, होइन? आफ्नो काममा फोकस, स्टडी, सबै कुराको कम्बिनेसन हो। हार्डवर्क, होइन? सानो काम गर्दा पनि नडराउने, होइन? यही त हो। हस् दाइ, धन्यवाद। धन्यवाद। दिपेन्द्र सर नमस्कार। नमस्कार। सुन्नु न, अहिले यो एएलबिएसएल नि
टङ 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 घटेर 35 अङ्कले घट्यो कि अनि त्यहाँबाट लिनु पर्यो भने चाहिँ फेरि हत्तैबाट फेरि यो गरेर कतिसम्ममा यो लिँदा हुन्छ एलबिएसएल हजुर? आइडिया छैन यसको? कुन चाहिँ सेयर ठ्याक्कै लिँदा भन्नु त तपाईँले भनेको आज तपाईँको मुखा र बिन्दाबाट सुन्न चाहन्छु कुन चाहिँ सेयर लिउँ लु भन्नुहोस् म त्यति तपाईँले भनेको म ठ्याक्कै आज कहिले पनि तपाईँले सेयरको नाम हो कहाँ सेयरको नाम लिने यार अल्ट्रा लिँदा नै हुन्छ नि त हजुर अल्ट्रा लो क्यापमा लिनुहोस् नि होइन तपाईँले भनेको त गर्दैछु अल्ट्रा लो क्यापमा लिँदैछु होइन अल्ट्राको लो क्याप लिइरहेको छु त्यही पनि ठ्याक्कै पार्टिकुलरली एउटा आइटम भनेको अरू त म तपाईँलाई अरू सोध्दिनँ चारवटामा एउटा अल्ट्रा लो क्याप तपाईँको भन्नु पर्दैछ हाम्रो यो ग्रुपमा जुन कुरा भइरहेको त्यही अनुसार अल्ट्रा लो क्याप त लिइराखेकै छु तीमाथि अब एउटा स्पेसल क्याटेगोरी हुन्छ नि स्पेसल केही पनि हुन्न कि दाजु जय सियाराम फेरि मैले एउटा प्रश्न राख्न चाहेँ नरिसाउनु होला धेरै आकुवाई गर भनेर के अरे नयाँ अब अर्को क्वार्टरको रिपोर्ट पछाडि आउनुहुन्छ होला नि हेलो सर हजुर के अरे अर्को क्वार्टरको रिपोर्ट पछाडि आउनुहुन्छ कि के छ यसो भनिदिन पालि सजिलो हुन्थ्यो के भन्नुपर्ने हजुर के छ अब अर्को क्वार्टरको रिपोर्टमा अलिकति राम्रो प्रोग्रेस भएर आयो भने फाइनेन्सतिर शिफ्ट हुनुहुन्छ कि हुनुहुन्न के होइन म अब यो अल्ट्रा लो क्याप डेभलपमेन्ट ब्याङ्क छोड्दिनँ हजुर एकदम फाइनेन्समा छ त सर अल्ट्रा लो नै छ त एमपिएफएल अल्ट्रा लो नै छ सर अल्ट्रा लो क्याप होइन छैन एउटा पनि छैन समथिङ 30-32 लाख किता होला एमपिएफएलको होइन सर 15-25 लाख त छैन नि 15 लाख छ सिओआरपिएलको होइन ठिकै छ सर अब नेक्स्ट क्वार्टरमा छिर्नुहुन्छ कि रिपोर्ट पछि छिर्नुहुन्छ कि के छ हामी त आश गरेर बसेका छौँ सर म आउँदैन बाबा किन यो जबरजस्ती यार के अलि सस्तो पनि छ सर है मार्केटिङ होइन मार्केटिङ किन गर्नु सर तपाईँलाई फलो गरेर होइन मलाई मार्केटिङ गरेर फाइदा छैन कि सर मैले जे कुरा सोध्छु त्यही गर्छु कि तपाईँले यो बुझ्नु पर्यो नमस्कार दाइ नमस्कार दाइ अब अहिले मार्केट त त्यस्तै भयो होइन अब मार्केटै त्यस्तो छ अब डेभलपमेन्ट ब्याङ्कलाई पनि अलिकति बढ्न त त्यसले असर गरिहाल्छ नि होइन हजुर के अरे दाइ अब त्यो पहिले जुन 1.5 महिना 2 महिना अगाडि एकचोटि एउटा र्याली आएको थियो नि दाइ एकैचोटि 4वटा डेभलपमेन्ट ब्याङ्क उड्याएको थियो नि
त्यस्तो र्याली कहिले एक्सपेक्ट गर्न सकिन्छ होला दाइ? अझै कति पछि? एस्टिमेटेड टाइम केही छ होला त्यसको त्यस्तो? यो महिनापछि। यो महिनापछि? के अरे दाइ त्यो बेला पनि मैले यसो नोटिस गरेको थिएँ क्या, तपाईँले एउटा येल्लो हुडी लगाउनु हुन्थ्यो होइन दाइ? त्यो येल्लो हुडी चाहिँ मलाई केही त्यो हुन्छ नि, त्यो सुपरस्टिसन भनौँ है, त्यो येल्लो हुडीमा चाहिँ केही जादु छ जस्तो लाग्छ क्या दाइ तपाईँको। के पनि होइन, किनभने त्यो बेलामा तपाईँले त्यो 2 दिन येल्लो हुडी लगाउनु भएको थियो, त्यो बेलामा लो क्याप यस्तो चलेको थियो दाइ, 3 दिन 4 दिन लगातार सर्किटमाथि सर्किट र त्यो बेलामा कमाएको पनि थियौँ दाइ। त्यसपछि चाहिँ एक्जिट लिएपछि अहिलेसम्म इन्ट्री गरेको छैन। अलिकति अहिले चाहिँ इन्ट्री गर्दा हुन्छ होला दाइ डेभलपमेन्टमा? मजाले बाबा। कुनमा स्पेसिफिक कुनै भनिदिन सक्नुहुन्छ दाइ? 4वटा मध्ये दुईटा दिन सक्ने छेउमा त छ दाइ। यो यिनीहरूमा थुप्रै छन्, अहिले एउटा छैन, थुप्रै छन्। कुनै एउटा छैन दाइ त्यस्तो स्पेसिफिक एउटा यो लिनु भनेर सजेस्ट गर्न सक्नुहुन्न तपाईँले? म सजेस्ट गर्दिनँ यार। ए हुन्छ दाइ, हुन्छ, थ्याङ्क यू दाइ। सर्किट लाग्छ भन्ने फोबिया हो बाबु। मार्केट कहाँ छ, के भइरहेछ अलिकति हेर न, मार्केटको अवस्था हेर न। सर्किट लगाएर हुन्छ? आज सर्किट लगाउँछ, भोलि कसले खान्छ? सर्किट भन्ने ठुलो कुरा हुन्न कि, त्यसपछिको ट्रेड धेरै कुरा हुन्छन् नि। सर्किट भन्ने कुरा ठुलो हो र? दाइ जय सियाराम। सप्तकोशीमा त 1400मा फसियो दाइ, एभरेज गर्नुपर्छ क्या है? सप्तकोशीमा त 1400मा फसियो, एभरेजिङ गर्नुपर्छ जस्तो छ नि दाइ अहिले यही बेला? मजाले गर्दा हुन्छ। कतिसम्म आउला जस्तो कि अहिले अझै कुर्ने हो र एभरेजिङ गर्नलाई? अल्ट्रा लो क्यापको त मिनिमम रेट्स चलिरहेको छ, योभन्दा तल जाँदैन। तपाईँले आफै बायर र सेलर हेर्दा थाहा भइहाल्छ त्यो कुरा। बायर इज धेरै ह्याप्पी छ, सेलर छैन। दाइको साथ हुँदै भएपछि अलिअलि त किनकै भइहाल्ला हामीलाई पनि। मेरो साथ रहन्छ नि यार। हस् दाइ, जय सियाराम। जय सियाराम। पोइन्टमा आइसक्यो। अरू साथीहरूले माथि तल गर्दै गर्नु होला है, मोड साथीहरूले। दाइ नमस्ते। नमस्कार हजुर। दाइ हाम्रो यो सप्तकोशी यो मार्केट नबढ्दासम्म त यही 1050 र 1100 खेलिरहन्छ होला है? हजुर माथि पनि, हजुर माथि पनि आज जान्छ होला सायद। 1100 त कट्न पर्ने त, ग्रिन क्यान्डलमै बस्यो भने त भोलिदेखि त स्विङ नै जान्छ होला। हस् दाइ, हस् दाइ, हस् दाइ। नमस्ते।
नमस्कार हजुर, नमस्कार। दाइ सुरुमै तपाईँलाई मुड अफ हुने प्रश्न आइदियो है, कस्तो मलाई पनि सुन्न मजा लाग्यो अलिकति। सबैलाई राम्रो लाग्छ नि, सर्किट सबैले लगाउन खोज्छ, तर राइट क्वेसन हुनु पऱ्यो नि, राइट एटिट्युड हुनु पऱ्यो नि। मार्केटमा मात्र सर्किट लाग्छ यो होइन नि। मार्केटको अवस्था के छ, मार्केटमा के हुँदैछ, कसरी हामी अगाडि बढ्ने स्ट्राटेजिक कुरा गर्नु पऱ्यो नि हामीले, होइन? हजुर हजुर दाइ, एकदम एकदम। मैले पनि जिज्ञासा चाहिँ मेरो पनि थियो अलिकति, कस्तो तरिका भने म 1310 को इन्ट्रीमा थिएँ दाइ होइन। यतिखेर चाहिँ प्यानिक चाहिँ अलिकति म पनि प्यानिक नै छु। सल्लाह चाहिँ के होप गरौँ दाइबाट, अर्को थपौँ कि के गरौँ? हेर्नुहोस्, एउटा कुरा छ, बढ्न पर्छ नि, म छँदैछु अवश्य अवश्य दाइ। अनि त्यो यसमा प्यानिकको कुरा छ र? म गर्नुपर्ने काम म गरिरह आउँछु होइन। हजुर तपाईँको अहिले बाई गरेर थुपार्ने बेला हो नि। हजुर 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 सर चाहिँ जे अलिकति हामीलाई पनि सपोर्ट मिल्छ। तपाईँको प्रत्येकचोटिको म बेलुकाको पनि लाइभ सुनिरहेको हुन्छु। अहिले यसमा उयो कन्टिन्यू 3 बजीसम्म, 3:15 बजीसम्म बस्नुहुन्छ हजुर होइन। त्यतिखेरसम्म पनि म नन स्टप सुनिरहेको हुन्छ हजुरको कुराहरू। अनि त्यसले गर्दाखेरि पनि मोटिभेसन त यहीँबाटै भइरहेको हुन्छ। अब आफ्नो प्रश्न यहाँ खडा गरेर मात्रै सल्भ हुने चाहिँ होइन, त्यहाँबाट अरूबाट पनि बुझिरहेको हुन्छ नि त एनालाइसिसहरू। अनि हजुरले दिनुभएको टिप्सहरू धेरै उपयोगी छन्, त्यही भएको भएर पनि दाइ एक दुई दिन त अझै यस्तै होला दाइ है। केही दिन यस्तै छ हजुर, तर कुनै कुनै दिन हरियो पनि हुन्छ, हरियोमा फस्ने होइन हजुर। किनभने क्वार्टर एन्ड देखिरहेको छु, क्वार्टर एन्डमा ब्याजको प्रेसर हुन्छ होइन। हजुर हजुर, त्यतातिर हामी नफस्ने है। म चाहिँ पर डे चाहिँ थोरै भए पनि उठाइरहेको छु। यो जब मार्केट डाउनको ट्रेन्ड छ अहिले होइन, पर डे भए पनि थोरै भए पनि उठाएर गरिरहेको छु। त्यो 1310 को लागि म म्यानेज गर्ने कोसिस चाहिँ गरिरहेको छु म पनि। एकदम अहिले मौका हो, पछि मौका नै पाउँदैन यो पनि। एब्सोल्युटली है। हस् दाइ, हस्, थ्याङ्क यू। ओके भाइ। दाइ सिन्धुको राइट सेयर कहिलेसम्ममा आउला? 1.5-2 महिना लाग्छ हजुर। 1.5-2 महिनामा आउँछ। दाइ जय श्रीराम। जय श्रीराम। दाइ अस्ति 1000 हाम्रो सिन्धुको थियो, त्यस दिन 1000 उठायो दाइ। 1250 को बाई थियो, आज त तल आयो त दाइ। तल किन्दा हुन्छ बाबा, अब किन्दा हुन्छ। अब मजाले तल, अब जसरी 1035 चलिरहेको छ, 1035 मा 1000 किता राख्नुहोस् होइन। कसैले त्यसले दियो भने अहिले लटरी हो यो, 1035, 40, 50 लटरी हो, सिधा कुरा हो नि होइन। हजुर दाइ, मजाले आफ्नो रिस्कलाई म्यानेज गर्न सकिन्छ, त्यस्तो ठुलो कुरा होइन है यो। दाइ म त कस्तो भने अस्ति पनि मैले हजुरलाई भने नि, म जिएफएलबाट सिफ्ट गरेर सिन्धुमा आएको दाइ होइन। जिएफएल केही बेच्न बाँकी छ, हजुरले अलि त्यता सपोर्ट गरिदिनु भए अझ सिफ्ट हुन सजिलो हुन्थ्यो कि भनाइ हो। कुन जिएफसिएल भन्नुभयो? जिएफएल दाइ। अस्ति गर्दै थिएँ त बाबु, अस्ति बढेको बेला नबेच्ने। अस्ति कति बढेको थियो हेर। त्यो दिन बेच्न त बेचेँ दाइ, त्यो दिन 2000 किता त त्यो दिन फालेँ दाइ। त्यही बेला एकैचोटि अपरेसन गर्नुपर्छ नि, कहाँ अपरेसन बारम्बार गरिराख्ने हो र हामीले। हजुर दाइ। बुझायो। अनि बाँकी चाहिँ थोरै बाँकी थियो दाइ, त्यसलाई पनि फालेर हुन्छ। अनि त्यही भएर यता पनि आज त यता भाइ बस्यो भने टोपी लगाइदिइहाल्छन् यिनीहरूले, किनभने यिनीहरू पनि अलिकति त्यो वाक्क दिक्क भएको छन् कि। हजुर, टोपी लगाउने काम नगरौँ है आज। हजुर। अनि हुन्छ दाइ, हस् म विचार गर्छु। थ्याङ्क यू। दाइ यो एनआरआइसी के छ यसो हेरिदिनु। केही होइन, यो 1-2 वटा कम्पनीले, एउटै ग्रुपको कम्पनीले एकअर्कामा बाइ सेल गरेर आएको छ, त्यही भएर बढाउनु आज भने बाहिर निस्किएर बस्नुहोस्, त्यति हो कुरा। बेचेर भाग्दा हुन्छ भनेपछि हुन्छ नि, हुन्छ। हाई क्याप पनि छ, किन टाउकोदुखी गर्ने एकछिनमा, अहिले थाहा भइहाल्छ नि। त्यो त हो दाइ, त्यही सोध्नलाई। दाइ नमस्ते। नमस्ते दाइ, हाम्रो त्यो हिजो यसो सिन्धुको ग्रुप हुनुहुन्छ दाइ?
काम करता हूँ, बहुत देर से ड्यूटी कर रहा हूँ। अरे अभी पुलिस वाले अंकल ने ये बोला कि वो हमें प्रेसिडेंट से मिलने नहीं देगा। एक काम करता हूँ, यहाँ पे प्रेसिडेंट की जितनी भी गाड़ी है ना सबको फोड़ दो। के भन्नुभयो हजुर? हिजो हाम्रो चाहिँ त्रिसनाजीले बनाउनु भएको त्यो वाट्सएप ग्रुपमा एड हुन्छ दाइ? म त छुइनँ तर मेरो कोही हुन्छ। ए त्यही त दाइ, अब हामीले त्यहाँ यसो अब गरेका छौँ। अब अहिले ठिक छ, अब ग्रुप बनाएका छन् होइन, जो साथीहरूले त्यो सोध्छन् तिनीहरूलाई हामीले पनि सपोर्ट गर्नुपर्छ। मेरो त त्यही विचार हो, त्यति है। अब हामी एक दुई दिन दाइ वेटमै बस्नु हो, एक दुई दिन हामी वेटमै बस्नु दाइ। अब अल्ट्रा लो क्याप त बाहिर गर्दा हुन्छ, अरूमा हाई क्यापबाट बाहिर निस्किएर अल्ट्रा लो क्यापमा सिफ्ट गर्दा पनि हुन्छ। अहिले त्यो पनि गर्दा हुन्छ। बाई गरिसकेको छ दाइ हामीले, अब होइन ठिक छ। यदि पैसा छ अलिकति थोरै माथि बाई भयो, बाई चाहिँ भइसकेको छ होइन, के फरक पर्दैन माथिले। अब हिजो आजतिर गर्दाखेरि चाहिँ राम्रो हुने रहेछ। अब यो यस्तो कन्डिसन आउँछ भन्ने कुरा सबैलाई त्यस्तै लाग्छ कि सर, तर त्यो पोसिबल होइन। टेलिङ एट द टप एन्ड बाइङ एट द बटम इज ए मिराज, त्यो सबै इल्युजन हो कि। हजुर हजुर हो। दाइले महालक्ष्मी विकास ब्याङ्क एक्जिट त गर्नुभयो कि के छ दाइ त्यसको स्टक? म एक्जिटै हो बाबा, म त्यसमा त्यो छुइनँ। फर्स्ट फलो नगरेको साथीहरू दाइ हजुर मलाई दाजु मलाई यो सप्तकोशी अनि यो सिन्धुमा चाहिँ एक दिन माथि नै जान्छ। 1500 ओभर त हुन्छ नै, मलाई ढुक्क आएको छ होइन। कसरी आफूलाई मेन्टेन गरिरहेको छु भन्दा दाइ, अब हजुरसँग त यसको किता त अब 5-7 लाख त ओभर नै छ होइन। अब एक दिन त माथि नै लानुपर्छ नै होइन। त्यस कारणले मैले 1200 को मेरो बाई थियो, अहिलेसम्म होल्ड नै राखेको छु कि दाइ। यो हजुर थपिरहेको छु दाइ। मैले त्यही 10 लाख राखेको थिएँ सप्तकोशीमा चाहिँ त्यो 1200 को दरले, अनि अलि तल आइसकेपछि चाहिँ हिजो पनि थपिरहेको छु, आज पनि थपिरहेको छु दाइ। हस् दाइ, हस् हस्। दाइ हजुर केबिएल को के छ? के को? केबिएल कुमारी ब्याङ्क के भन्नु भन्नु न, के भन्नु र के भन्नु छ र त्यस्तो? त्यहाँ मैले फसिसकेको छु। अब त्यसबाट बेचेर सिफ्ट हुनुहोस् नि त, सिफ्ट हुनुहोस् बेचेर।
त्यो त धेरै लो भइहाल्यो घाटा लाग्छ नि फेरि घाटा त यस्तो छ कि ट्रेडरले घाटा खान सिक्नुपर्छ कि नत्र कहिले पनि फाइदा हुन्न। त्यो मैले बुझेँ अब केही दिन होल्ड गर्दा बढ्छ कि कसो हो यस्तै खेलिरहन्छ 220 200 हजुर यो दाम पनि नपाउला केही दिनपछि त 200 पनि पाउन गाह्रो हुन्छ गाह्रो हुन्छ। हेलो एकछिन ओके थ्याङ्क्स ओके हेलो थ्याङ्क्स हजुर 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 दादा नमस्कार। हेलो दादा नमस्कार। नमस्कार हजुर। के छ सन्चै छ नि हजुरलाई? हजुर मलाई सन्चै छ। अब यो सेयर बजारबाट कमाउने भने त त्यसै भयो लाइभमा आयो हजुरलाई हेऱ्यो चित्त बुझायो होइन। अब यो ढोकाको चाहिँ अलिकति मजाले राम्रो स्कोप बनाएर अब ढोका चाहिँ बेच्नु पर्ला जस्तो छ दादा हजुरको। हुन्छ यो बजारमा हजुरको पछि लागेर चाहिँ यो कमाउने भन्दा पनि अब के भयो भयो ठिक छ ढोका बेच्नुहोस् नि त। अब ढोका नि अब हजुरले चाहिँ सबैजना यो किन हटाउनु भयो यार कुरा गर्दा गर्दै। अरू बोल्नुहोस् नि। हजुर हजुर हेलो हेलो छ नि यो हाम्रो मार्केटिङ। हजुर 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 तपाईँको मोबाइलको नेटवर्क राम्रो छैन। खै केही उन्नति होला जस्तो लागेन। तपाईँको माइक अफ भयो। हजुर हजुर अब यो बजारबाट भनेको चाहिँ यो गुमाउने बाहेक अरू केही भने एभरेजिङ गर्यो फेरि गयो तल झर्छ फेरि एभरेजिङ गर्यो। अब त्यही ढोका नबेचिकन चाहिँ उपाय नै भएन एभरेजिङ गर्ने पनि। अनि स्मार्ट डोरको चाहिँ मैले 4-5 ठाउँमा चाहिँ कुरा पनि गरेको थिएँ राम्रो अर्डर पनि आयो होइन। अब यसलाई चाहिँ अलिकति राम्रो जति पनि अहिले यहाँ सेयर ट्रेडर हुनुहुन्छ उहाँहरू एभरेजिङ कसरी गर्ने सोचिरहनु भएको छ उहाँहरू सबैलाई चाहिँ अब स्मार्ट डोरको डिलर बन्ने अनि ढोका लगेर कस्टमरको घरमा बेच्ने अनि एभरेजिङ गर्ने भनेर चाहिँ आइडिया दिनु पऱ्यो दादा। अब ठिक कुरा हो हजुरले दिँदै हुन्छ त आइडिया राम्रो छ होइन। होइन अब त्यही भन्नु पऱ्यो। अब यो बजारमा आयो हजुरको लाइभ हेऱ्यो चित्त बुझायो। अब बजार त हेर्ने साध्य छैन होइन। खराब छ बजार खराब छ। अब एभरेजिङ पनि कहिलेसम्म गर्ने भन्ने भयो। अब हजुरले नयाँ नयाँ प्रडक्टहरू पनि ल्याउनु पऱ्यो ढोका मात्र ल्याएर भएन। नेपालमा एउटा पार्केट इन्डस्ट्री खोल्नु पऱ्यो। अनि हामी चाहिँ जति पनि यो बजारमा 11 बजीदेखि 3 बजारमा लगानी गर्ने छ नि 11 बजीदेखि 3 बजीसम्म बजार भयो त्यो बाहेक अरू टाइम चाहिँ कस्टमरको घर घरमा गएर चाहिँ मार्केटिङ सोलर ढोका बेच्ने अनि के गर्नु पर्यो होइन। के भन्नुहुन्छ हजुरको राय सुझाव सल्लाह के छ त यसमा? राम्रो त्यो छ अनि तपाईसँग अर्डर छ भने आउनुहोस् ल एकचोटि भेटेर चाहिँ कसरी डिलर है त अझ अलि अझै राम्रो डिजाइनको ढोकाहरू निकाल्नु पर्यो। डिजाइन त जति पनि निकाल्न सकिन्छ नि त्यो त तपाईँको मसिनले निकाल्ने हो जति पनि निकाल्न सकिन्छ नि। अनि तपाईँ अस्ति आउनु भएको थियो फेरि हराउनु भयो। हेलो आयो हजुर हजुर। अब हजुरको एकचोटि फ्याक्ट्रीमा आएर होइन म हजुरलाई 8-10 वटा ढोकाको डिजाइनहरू दिन्छु त्यो मजाले तिनीहरू चाहिँ म्यानुफ्याक्चर गरिदिनु पर्यो। हुन्छ रिजनेबल कस्टमा है त लोएस्ट कस्टमा गरिदिनु। अनि हाम्रो यो फ्लोरिङको के गर्न सकिन्छ दादा? नेपालमै चाहिँ फ्लोरिङ केही गर्न सकिँदैन सबै इम्पोर्टेड मात्रै भयो कि फ्लोरिङहरू चाहिँ। त्यही त अब तपाईँ आएर यहाँ केटाहरूसँग बसेर यसो सरसल्लाह गर्नु हो भने भइहाल्छ नि कुन चाहिँ ठुलो कुरा हो र। अब मिस्त्रीहरू कति के चाहियो दादासँग छँदैछन् होइन प्लम्बिङदेखि लिएर चाहिँ
हरेक कुराको मिस्त्रीहरू छँदैछन्। अब ठिक छ, अब बजार चाहिँ के होला, हजुरले चाहिँ के अनुमान, के अपेक्षा के छ बजारको बारेमा चाहिँ? अलिकति साइडवेजमा रहन्छ, अलिकति डाउन हाई क्यापहरूमा जान्छ, लो क्यापमा त जाँदैन जस्तो देख्छु होइन। अनि आउने दिनहरू 1 महिनापछि राम्रो हुन्छ। अहिले त तपाईँको आन्दोलन छ, क्वार्टर एन्ड छ होइन। सो अलिकति यदि लो क्यापमा गएर बस्न सक्नुहुन्छ भने बस्नुहोस्, नत्र केही दिन त्यो गर्नुहोस् होइन। हस् दादा, अब ल ठिक छ, एकचोटि भेटेर कुराकानी गरौँला नि। हस्, थ्याङ्क यू। हो सर, नमस्कार सर। नमस्कार। नमस्कार सर, एउटा कुरा सोध्न मन लागेको थियो। म त डुबे सर, केबिएलमा 260मा उठाएको सर। म त कस्तो डिप्रेसनमा पुनाल जस्तो भइसकेछ मलाई। के आइडिया दिनु यसो, अब योबाट कसरी आउने कि? अलिक बढी नै लिए हतारमा। अब केबिएल त झरेर 200मा आइसक्यो। अब यत्रो लोस भइसकेछ, म त डिप्रेसनमा पुग्छु जस्तो छ सर। के गर्ने होला? निचेर सिफ्ट गर्ने हो नि मेरो साथी, सिफ्ट गर्ने हो। अरू त के गर्न सकिन्छ र? धेरै लोस भइसकेछ सर, के गर्ने होला? हामी त अब सानो लगानी गर्दा विद्यार्थीहरू भए, अब तनाव भइसकेछ सर। लस पनि बेयर गर्न आउनुपर्छ, प्रफिट पनि हुन्छ होइन। हजुर सर, तनाव लिएर हुन्न। हजुरको त म बिग फ्यान हो नि सर। हजुरलाई कतिको थाहा छ कि छैन, म हजुरको पुरै भिडियोहरू हेर्छु होइन, फेसबुकतिर पनि लाइभमा जोइन भइरहेको हुन्छु। हजुर, हजुरसँग एकपल्ट भेट्न पाए हुन्थ्यो भने जस्तो छ। अब हजुर कता काठमाडौँतिर बस्नुहुन्छ होला, म त पोखरा बसेँ। यतातिर आउनुहुन्न होला होइन सर? कहिले काहीँ आइन्छ, त्यस्तो छ नआउने भन्ने कुरा होइन। काठमाडौँ आएको बेला सरसँग भेट्नु पर्ला एकताल। हस् सर। अहिले के छ सर मार्केटको हलचली, मतलब के यो माथि जाने चान्स कतिको छ सर? अहिले तुरन्तै तत्कालै त जान्न। दाइ नमस्कार। लो क्याप चाहिँ जान सक्छ, अरू हाई क्याप त जाँदैन। नमस्कार। हुन्छ सर, धन्यवाद सर। यो हाम्रो जुन ग्रुप छ नि तृष्णा म्याडमले बनाउने भन्ने, यहाँ चाहिँ म पनि सामेल छु दाइ। मैले हिजो मलाई चाहिँ गरेको थिएँ, अनि एउटा पेज पठाइदिनु भएको थियो, त्यो पेज त फेरि खुल्दैन। यो अनि सर यो कतिसम्म झर्छ सर यो सिन्धु दाइ? सिन्धु झर्छ जस्तो लाग्छ र? खै लाग्दैन, लाग्न त झरेको गरेर अलि अब पाउँदैन। अप्ठ्यारो भयो। हिजो रातिको तपाईँले अब भोलिदेखि बढ्छ हाम्रो भन्नुभएको थियो। अब योभन्दा तल चाहिँ पाउँदैन है। ल दाइ, ल अब त्यो मिलेछ भने उता ग्रुप, अब त्यहाँ हजुरले नम्बर दिनुभएको थियो उहाँलाई, अब त्यतै गरौँ। म पोखराबाट हो है दाइ। म्याडमलाई मैले पठाएको छु कि नम्बर पनि दिएछु वाट्सएपको। हुन्छ, गर्नुभएछ भने। हेलो सर, एउटा मेरो दाइसँग यसो अलिकति के जिज्ञासा छ सोध्नुहुन्छ, यसो एन्सर दिइदिनु न सर प्लिज सर। है भन्नु नि, बोल्नु न। हेलो सर, नमस्कार। नमस्कार। ए सर, मैले चाहिँ निका किनेको थिएँ 450मा होइन। अब यो त 350 पुग्न लाग्यो, म चाहिँ फसेछु। त्यही भएर चाहिँ के हुन्छ यसो भनिदिन पर्यो। त्यही 350मा नि बेचेर सिफ्ट गर्नु सर, त के भन्नु र? हो एभरेजिङ नगरौँ, हाई क्यापमा एभरेजिङ नगर। ए ठिक एकदम राम्रो है। हजुर। अनि डेभलपमेन्ट ब्याङ्कहरू चाहिँ किन्दा कस्तो हुन्छ सर? मजाले हुन्छ नि। यो महालक्ष्मी विकास ब्याङ्क भन्ने चाहिँ कस्तो छ? यो महालक्ष्मी विकास ब्याङ्क चाहिँ नकिनौँ, हाई क्यापमै पर्छ है। हजुर। ए हस् सर, हस्, थ्याङ्क यू है त। यो मार्केट चाहिँ करेक्सन हो कि अब घट्ने नै हो सर? करेक्सनै हो, तर यो करेक्सन अलिक यो महिनासम्म चल्छ जस्तो देखिया छ।
ए हस् सर थ्याङ्क यू सर थ्याङ्क यू। दादा जय सियाराम। जय सियाराम। दादा एउटा कुरा सोध्नु थियो यो सप्तकोशी डेभलपमेन्ट ब्याङ्कको चाहिँ हजुरले हिजो हाम्रो यो बेच्ने र किन्ने अलिक बराबरै छ भनेर भन्दै हुनुहुन्थ्यो अनि यो चाहिँ अलिकति सेलिङ चाहिँ धेरै रहेछ यो हामी अलिक मुनिबाट फेरि उठाउनको लागि हो कि के हो दादा? मुनिबाट त उठाउनु परिहाल्छ नि यार 5-10 हजार कम बेसीले हामीलाई फरक पर्दैन होइन। हजुर दादा। अब बाँकी त त्यहाँ बराबरै होला होइन र अब आजदेखि अल्ट्रा लो क्यापमा बाइङ रहन्छ आजदेखि उठ्छ। सेलिङ भन्दा बाइङ बढी हुन्छ। मैले हिजो भनेको थिएँ एउटामा सर्किट लाग्छ एचआइपीमा लागेकै हो कि होइन। हुन्छ थ्याङ्क यू दादा। थ्याङ्क यू। सर जय श्रीराम। सर यो कर्पोरेटमा यो बिस्तारै यो मार्केट चाहिँ जति दिन भइरहेछ बिस्तारै घट्दै मात्रै आइरहेछ।